We truly appreciate your time and effort. It is my pleasure to introduce our speaker, Dr. Suman Khanal. He completed his BMS from IOM TU Kirtipur from the year 2069 to 2075. He then pursued his MD in Kaya Chikitsa from 2076 to 2079 from KLE University through the Indian Embassy Scholarship. He is currently working at the Ayurveda and Alternative Medicine Hospital at Chitwan. Dr. Suman Khanal has also been actively involved in academics and has conducted more than 100 seminars, both online and in person. With his strong clinical experience and practical approach, I am sure today's session will be very insightful for all of us. Without taking much more time, I would like to invite Dr. Suman Khanal Dai to begin today's session. Dai, the stage is all yours. Thank you, Ritika. आवाज मेरो क्लियर आइरहेछ? हजुर दाइ, क्लियर छ। ओके, सो आजको सेसन हामी ढिला नगरी सुरु गरौँ र आजको मैले लिने सेसनमा धेरै कुराहरू कतिपय नयाँ हुन सक्छ, कतिपय युज टु भइरहेका कुराहरूलाई चाहिँ कसरी अझै मोर इन्साइटफुल तरिकाले हामी गर्न सक्छौँ भन्ने कुराहरू हुन सक्छ। त्यसकारण बेझिझक कुनै क्वेसनहरू क्वेरिजहरू बिचबिचमा आउँछ भने सबैजनाले चाहिँ यसलाई रेज गरेर क्वेसन रेज गरेर साथ दिनु होला भन्ने मेरो विश्वास रहेको छ र बिचमा कुनै टेक्निकल कारणवश दायाँ बायाँ भयो भने चाहिँ मलाई खबर गर्नु होला, त्यसपछि हामीले के अल्टरनेटिभ गरौँला। अब आबहरीको सिजन छ अहिले चाहिँ, त्यस कारणले यो होला। ओके, सो म स्लाइड सेयर गर्न गइरहेको छु। यो स्लाइड मेरो भिजिबल भएको छ? हजुर दाइ, भिजिबल छ। ओके, सो विल स्टार्ट द सेसन। फुल स्क्रिन आयो नि है अहिले? हजुर, आयो। ओके, सो वार्म वेलकम टु अल अफ यु। पेन म्यानेजमेन्ट इन आयुर्वेद। पेन आफैमा एकदम बिग टपिक हो। आजको यो हाम्रो बसाइले चाहिँ अब कति म डेलिभर गर्न सक्छु, यसमा धेरै भास्ट टपिक छ। यसमा विभिन्न सब्जेक्ट आयुर्वेदको शस्त्र कर्म, अनुशस्त्र कर्म, पञ्चकर्म लगायत सम्पूर्ण चिकित्सा विधाहरूको चाहिँ यो सङ्गम छ। त्यस कारणले यसलाई हामी कभर गर्नलाई डिप इन्साइट नै चाहिन्छ यसको चाहिँ। अब आजको सेसनले चाहिँ एउटा हङ्गर सबैमा आओस्, यो के रहेछ त, यो कसरी गर्ने रहेछ भन्ने चिज चाहिँ सबैलाई सिक्न मन लागोस् भन्ने मेरो उद्देश्य रहनेछ र त्यो एउटा सिकाइको चाहिँ एउटा हङ्गर डेभलप गर्दै मैले चाहिँ यहाँहरूलाई केही इन्साइट्स दिएँ भने चाहिँ आजको सेसनले सार्थकता पाउनेछ भन्ने मेरो विश्वास रहेको छ। ओके, सो आजको हाम्रो कन्टेन्ट्समा हामीले हेऱ्यौँ पेनको ओभरभ्यू हेर्छौँ, पेन म्यानेजमेन्ट मेथड्सहरू, रोल अफ शल्यतन्त्र इन द म्यानेजमेन्ट अफ पेन, एकदमै ठुलो हात छ शल्यतन्त्रको, र पञ्चकर्मको कुराहरू छ, अनि मेडिसिन्स, ओरल मेडिसिन्सको कुराहरू हामी पढिहाल्छौँ ओपिडीमा दैनिक। आज चाहिँ मेरो अलिकति प्र्याक्टिकल ओरिएन्टेड र गर्न सकिने शल्यतन्त्र र पञ्चकर्म रिलेटेड कुराहरूको चाहिँ विशेष जोड हुँदैछ। म ओरल मेडिसिन्सको धेरै चर्चा गर्ने छैन। ओरल मेडिसिन्स सिक्नलाई खासै हामीले चाहिँ अलिक पढ्यौँ भने पनि बुकबाट पनि नलेज आउँछ, तर यो प्र्याक्टिकल कुराहरूको चाहिँ बढी एक्सपोजर चाहिन्छ भन्ने मेरो विश्वास रहेको छ। सो स्टार्टिङ फ्रम पेन, सो वान क्वेसन सबैलाई, इज इट अ ब्याड सिम्पटम अर अ गुड सिम्पटम? पेन भनेको एउटा गुड सिम्पटम हो कि ब्याड सिम्पटम हो भन्ने सुरुमा हामी क्वेसन गर्नेछौँ, र त्यसपछि यो सबैलाई अलिकति यो सोच्नलाई पनि एउटा वे हुनेछ कि पेन भनेको साँच्चीकै इट इज यो चाहिँ कस्तो खाले हो त, होइन? गुड सिम्पटम, पेन कसैले पेन प्रेजेन्ट गरिरहेको छ, इट्स अ ब्याड सिम्पटम अर अ गुड सिम्पटम भन्ने विषयमा चाहिँ यसको दुइटै पाटो छ। इट इज
sometimes it is a very good symptoms and sometimes it is a bad symptoms. यसको चाहिँ सधैँ एउटै एन्सर चाहिँ हुँदैन। समटाइम्स र अहिलेको लेटेस्ट उसमा हेर्नु पर्दा भने भाइटल साइन्स मध्ये पेनलाई पनि भाइटल साइन्सको रूपमा लिएको छ। भाइटल मेजरमेन्ट हामी जुन बिपी पल्सहरू गर्छौँ, पेन पनि हामीले चाहिँ भिजुअल एनालग स्कोर भास स्कोर भनेर मेजर गर्न सक्छौँ नि होइन। यो चाहिँ सब्जेक्टिभ प्यारामिटर भयो। पेन चाहिँ हामीले कसैले अब्जेक्टिभली हामीले नाप्न त सक्दैनौँ, तर सब्जेक्टिभ एक्सप्रेसन्सले चाहिँ हामीले यो मेजरमेन्ट गर्न सक्ने हुनाले चाहिँ यसलाई पनि हामीले अहिले 5th भाइटल साइन्स चाहिँ को रूपमा लिएको छ। सो यही क्वेसनको एन्सरमा so pain is a important role. Pain plays the important role in lives of humans. So it is usually a good symptom. Why it is good symptoms? Because it is telling you not to ignore it and something needs attention हैन। केही कुराहरु चाहिँ मलाई चाहिँ यो इग्नोर गर्न हुँदैन, यो चाहिँ मलाई एटेन्सन दे भनेर कुनै बडीको सिस्टम अर्गन अथवा कुनै नर्भ्सहरूले होइन त्यो भनिरहेको हुन्छ। त्यसकारण इट निड्स एटेन्सन एन्ड सो डोन्ट नेग्लेक्ट इट भन्ने खालि एउटा गुड सिम्पटम हो भने समटाइम्स इट बिकम्स अ भेरी ब्याड सिम्पटम्स इन केस अफ अनएक्सप्लेन्ड इडियोप्याथिक भन्छ होइन, अथवा अनएक्सप्लेन्ड रूपमा पनि हामीलाई पेन भइरहेको हुन्छ। ओर्स जसले चाहिँ लङ लास्टिङ कन्डिसन्सहरूले मा चाहिँ यो रहिरहने छ भने चाहिँ जसले चाहिँ शरीर मान्छेको जीवनी नै दैनिकी नै एकदम गाह्रो बनाइरहेको छ भने चाहिँ यो हाम्रो अगेन इट इज अ भेरी bad symptoms. So you have to assess the pain. Early diagnosis भयो, early treatment मा हामी जान सक्यो भने so pain is always a good symptom for a clinician. Okay, because it is showing some hint of diagnosis हैन। डायग्नोसिस हामीले गर्न सक्छौँ। पेन इज अ सिम्पटम। सो त्यस कारणले सब्जेक्टिभ प्यारामिटर हो। हामीले चाहिँ यसरी इभ्यालुएसन गर्यो भने चाहिँ यसले डायग्नोसिसमा राम्रो हेल्प गर्नेछ भन्ने चाहिँ यसरी आधारमा दुई आधारमा हामी लिन सक्छौँ। So pain is, what is definition? Pain is defined as an unpleasant sensory and emotional experience. So sensory र emotional दुइटै हामी यहाँ साइकोसोमेटिक कजहरूले यहाँ हामीले यसलाई जोड्न खोजेका छौँ। सो विच इज एसोसिएटेड विथ एक्चुअल अर पोटेन्सियल टिस्यु ड्यामेज। एक्चुअली टिस्यु ड्यामेज भएको हुनसक्छ अरू सम्भावित कुनै टिस्यु ड्यामेज हुनसक्छ अर डिस्क्राइब इन टर्म्स अफ सच ड्यामेज। मतलब कुन लेभल अफ ड्यामेज छ त्यो लेभलमा डिस्क्राइब गर्नलाई चाहिँ हामी गर्न सक्छौँ। मेनली टिस्यु ड्यामेज चाहिँ सम्भावित विषय भएको हुनाले यसलाई जोडिएको हो। सो पेन may not be directly proportional to the amount of the injury or tissue injury and it is highly subjective. Subjective कुरा हो। पेन कसैले कसैको चाहिँ हामी नाप्न सक्दैनौँ। भिजुअल एनालग स्केलहरू युज गरेर फेसियल एक्सप्रेसनहरू लिएर आउट अफ 10 कति स्कोर दिनुहुन्छ त भनेर चाहिँ हामी नाप्ने हुनाले यो सब्जेक्टिभ कुरा हो। पेसेन्टले भन्ने कुरा हो। हामीले चाहिँ कुनै मेसिन लगाएर अथवा कुनै इक्विपमेन्टले नाप्न यसलाई चाहिँ गाह्रो हुने हुनाले यसको ट्रिटमेन्ट चाहिँ कुन एप्रोचमा जाने भने इट इज ट्रुली सब्जेक्टिभ प्यारामिटर। सो अलिकति हामीले यसलाई टाइप्स अफ पेनको बारेमा यहाँनिर दिएको छ। यहाँ हेर्नु होला एक्युट क्रोनिक पेनहरूको बारेमा, एक्युट पेन सर्जिकल पेनहरू होइन, हेडेक एक्युट हेडेकहरू, ट्रमाहरूको बारेमा ट्रमाले दिने पेनहरू एक्युट पेन भयो भने क्रोनिकमा नोसिसेप्टिभ, न्युरोप्याथिक, मिक्स्ड, भिसरल, सेन्ट्रल, पेरिफेरल यसको सब डिभिजनहरू न्युरोप्याथिक पेन, भिसरल पेन, नोसिसेप्टिभ पेन यिनीहरू चाहिँ। अर्को साइकोसोमेटिक साइकोलोजिकल पेन पनि हुन्छ, साइकोजेनिक पेन भन्छौँ हामी, त्यो पनि छ। अर्को एउटा अर्को छुट्टै पाटो छ। यो चाहिँ मेनली चाहिँ यो सोमेटिक पेन हो यिनीहरू। नोसिसेप्टिभ भनेको इन्फ्लामेटरी पेनहरू जस्तो अस्टियोआर्थराइटिस, रुमेटिक आर्थराइटिस, गौटी आर्थराइटिस यिनीहरूमा इन्फ्लामेसनको मात्रा धेरै हुन्छ, त्यसकारण नोसिसेप्टिभ भनिन्छ। न्युरोप्याथिक पेनमा चाहिँ न्युराल्जियाहरू, न्युरोप्याथिक पेनहरू, न्युरोप्याथी, डायबेटिक न्युरोप्याथी, अल्कोहोलिक न्युरोप्याथी यिनीहरू पर्छ। मिक्स्ड पेनमा लो ब्याक पेन, क्यान्सर, फाइब्रोमाइल्जिया यिनीहरू भिसरल पनि होइन, यिनीहरू मिक्स्ड टाइपमा पर्छ भने भिसरल भनेको इन्टरनल अर्गान्समा हुने पेन, प्यानक्राइटाइटिस, इन्फ्लामेटरी बाउल डिजिजहरू। सो यो एउटा चाहिँ सरसर्ती यसको एउटा यो हामीले टाइप्सहरू हेऱ्यौँ। अनि अर्को मेन पेनको बारेमा हामीले यहाँनिर भनेको थियौँ। साइकोलोजिकल पेन भनेको चाहिँ इट इज ड्यू टु द थट प्रोसेस अर इमोसनल स्टेट अर पर्सनालिटी। कुनै पर्सनालिटीले गर्दा, मान्छेको पर्सनालिटी डिसअर्डरले गर्दा हुनसक्छ अर ड्यू टु द थट प्रोसेस होइन, इमोसनल स्टेट। ती 3-4 कारणले हुनसक्छ जसले गर्दाखेरिमा के गर्छ त एब्सेन्स अफ एनी अर्ग्यानिक अर डेलिजनल कज अर टेन्सन मेकानिजम। अरू कुनै अर्ग्यानिक कज नभेट्दाखेरिमा मान्छेको त्यो खाले पेन आउँछ भने चाहिँ योलाई साइकोलोजिकल पेन भनिन्छ।
है ल अब पेन म्यानेजमेन्ट स्ट्राटेजी यो हामीले के हो त मेन सूत्रहरू चिकित्सा सूत्र भने जस्तो यो पेन म्यानेजमेन्टको सूत्रहरू के हुनु भन्दा ओरल मेडिकेसन्स अर एनी फर्म्स अफ मेडिकेसन्स आइभी पनि भयो होइन ओरल बाहेकका अरूहरू पनि छन् ओपोइड्सहरू एनएसएआइडिजहरू हाम्रो मोडर्नमा छ त्यस्तै गरी आयुर्वेदमा पनि पर्याप्त मात्रामा पेन किलर मेडिसिनहरू छन् जसले वात शामक द्रव्यहरू भन्छौँ हामी त्यसलाई चाहिँ हामी युज गर्न सक्छौँ मेडिसिनको पार्ट अलग छ र लोकल थेरापीहरू हामी दिन्छौँ जहाँनिर साइट अफ पेन छ र अर्को छ सेन्ट्रल थेरापी भनेको चाहिँ हाम्रो सेन्ट्रल सिस्टममा एक्ट गर्ने जस्तो बस्तीले कसरी काम गर्छ भने सेन्ट्रलमा काम गर्छ यसले चाहिँ होइन यसको चाहिँ वातको मेन स्थानमा गएर यसले काम गर्ने हुनाले यसलाई सेन्ट्रल भन्छौँ लोकल होइन नि त होइन हामीले नी पेनमा पनि बस्ती दिइरहेको हुन्छ सेन्ट्रल एक्टिङ थेरापी हुन्छ तर नी पेनमा जानु बस्ती भनेको लोकल थेरापी भयो बस्ती कर्म अरू छिर बस्तीहरू होइन अरू मात्रा बस्तीहरू भनेको सेन्ट्रल भयो अनि आइदर यु हेभ टु इन्क्रिज इन द टोलरेन्स लेभललाई बढाउने चिजहरू गर्न सक्छौँ जस्तो पेनको इन्टेन्सिटीलाई चाहिँ विदआउट गर्न सक्ने क्षमता हामी गर्न सक्छौँ बाई म्युजिक थेरापी होइन एरोमा थेरापीहरू भन्छौँ मसाजले पनि एक किसिमको इन्क्रिज इन द टोलरेन्स लेभलमा हेल्प गर्छ त्यस्तै सबै कुराहरू छ यसको मेन हाम्रो स्ट्राटेजिज भनेको यो 3-4 मेन रहेको छ 4 जति है अब रोल अफ शल्यतन्त्र हामी अब सिधै जान्छौँ आयुर्वेदमा किनकि हामी आयुर्वेद टपिक नै आयुर्वेदको छ मोडर्न चिकित्सामा पनि धेरै छन् त्यो हामीले गर्न सक्छौँ तर हामीले आयुर्वेदमा स्ट्रेन्थ आफ्नै किसिमको एउटा पेन म्यानेजमेन्टमा स्ट्रेन्थ छ सो प्यारासर्जिकल प्रोसिजर फर पेन विच इज मोस्टली वाइडली युज इन प्रोमिसिङ्स आर रक्त मोसन विच इज अहिले विद्धकर्म पनि एक किसिमको रक्त मोसनकै पार्टमा आउँछ अनि अग्निकर्म अनि मर्म चिकित्सा यो सर्जिकल पोइन्ट अफ भ्यूको केही ट्रिटमेन्ट मोडालिटिजहरू हो अब अग्निकर्म रक्त मोसरको बारेमा यस प्योरली इट इज बेस्ड अन द एक्सपिरियन्स अफ द फिजिसियन अर द सर्जन कि कुन स्थानमा कुन व्याधिमा चाहिँ कुन कर्म युजहरू जहाँनिर पित्तको अनुबन्ध रहेको छ है पित्तको अनुबन्ध रहेको ठाउँमा हामी रक्तमोचन गर्छौँ र सुपरफिसियल धातुहरू भएको ठाउँमा रक्तमोचन युज गर्छौँ त्यस्तै गरी अग्निकर्म हामी अलि डिप धातु अलिक ठुलो सम्प्राप्ति भएकोमा होइन सम्प्राप्ति हामीले हेर्छौँ नेचर अफ द पेन हेऱ्यौँ भने माथिल्लो सर्फेसली हामीले चाहिँ लोकेटेड छ जस्तो लाग्छ भने रक्तमोचन गर्छौँ पित्त अनुबन्धी छ भने अगेन रक्तमोचन र अग्निकर्म चाहिँ हामीले पित्त इन्भल्भमेन्ट भएकोमा प्रायः कन्ट्राइन्डिकेटेड नै हुन्छ वातज कफज प्याथोलोजी भएको ठाउँमा चाहिँ हामी अग्निकर्म गर्छौँ है यसरी दुईटा एउटा मोडर्न उसमा गरिएको छ र पेन यो उस्तो चाहिँ टाइप्स अफ पेन म्यानेजमेन्टमा चाहिँ जलौकाको रक्तमोचनको धेरै स्कोप पनि छ रक्तमोचन कपिङबाट गर्न सक्छौँ शिराभेद गर्न सक्छौँ प्रक्षान गर्न सक्छौँ सिरिन्जिङ गर्न सक्छौँ होइन सो डिफ्रेन्ट टाइप्स अफ रक्तमोचन मोडालिटिजहरू रहेको छ शिराभेद भेन पङ्क्चर होइन कपिङ मेथड्स हामीले युज गर्छौँ कपिङ अलागु भन्छौँ होइन क्लासिकल्ली सिरिजबाट प्रक्षान सानसानो हामीले चाहिँ रुक्ष द्रव्यले रब गर्ने कुनै स्किन सर्फेसमा जसले गर्दाखेरिमा चाहिँ त्यसले चाहिँ के ल्याओस् त सानो सानो यो के अरे ब्लिडिङहरू चाहिँ आउँछ यसरी होइन प्रक्षानबाट अनि जलौका वी अल नो जलौका युज गरेर गर्न सक्छौँ सो डिफ्रेन्ट मोडालिटिजमा हामी गर्न सक्छौँ इट अल डिपेन्ड्स अपन द टाइप्स अफ कुन खाले व्याधि हो कुन दोष इन्भल्भमेन्ट भएको हो क्लिनिसियनले चाहिँ डिसाइड गरेर कुन सुइटेबल हुन्छ त्यो मेथड चुज गर्नुपर्ने हुन्छ यहाँनिर युक्तिकै बेस्ड हुन्छ सबै युक्तिकै कर्मलाई युज गरेर चाहिँ हामीले गर्न सक्छौँ सो अगेन विथ द कर्म हामी एउटा सिरिन्ज निडलबाट गर्छौँ जलौका लिस भइहाल्यो अनि घटी यन्त्र चाहिँ हाम्रो यो अलागु कपिङ मेथड्सहरूबाट भइहाल्यो है शिराभेद विथ द कर्महरू रहेको छ विथ यो माथिको उसमा चाहिँ सर्भाइकल स्पोन्डिलाइटिसहरूमा होइन तलको चाहिँ हाम्रो यो गौटी आर्थराइटिसमा गरेको केस थियो होइन अनि यता चाहिँ हामीले अगेन न्युरोपेथीहरूको केसमा चाहिँ गर्न सक्छौँ अथवा स्पोन्डिलाइटिसको केसमा पनि गर्न सक्छौँ सो यसरी चाहिँ हामीले गर्न सक्छौँ विध कर्मको लागि छुट्टै एउटा प्रोसिजर रहेको छ सो अगेन भेनहरू के कुन भेनमा चाहिँ हामीले शिराभेदहरू गर्न सक्छौँ भन्दाखेरिमा पाददाह पादहर्ष विसर्ग वाक्तरको विचर्चिका लगायत तल्लो लेभलको चाहिँ जुन बिलो एङ्कलको रहेको छ त्यसमा चाहिँ हामीले ब्रान्चेस अफ लङ सेफेनस
भेनहरू हैन साइटिकामा लङ्सेफिनस भेनहरू पङ्क्चर गर्न सक्छौँ भनेको छ। त्यस्तै गरी विश्वाचीमा सेफालिक भेन, बेसिलिक भेनहरू हैन। अनि त्यसपछि गएर अब फ्रोजन सोल्जरमा चाहिँ सेफालिक भेन इन द डेल्टोइड रिजन, अपस्मार अगेन यसमा चाहिँ पेन म्यानेजमेन्ट भन्दा बाहिर पनि उन्माद अपस्मारहरू जस्ता रोगहरूमा पनि टेम्पोरल रिजनमा गर्न सकिने भनेर लेखिएको छ। शिरावेदको एकदमै ठुलो स्कोप रहेको छ हैन। पेन म्यानेजमेन्ट बाहेक पनि गलगण्डा, स्प्लेनोमेगाली हैन, एब्सेसहरूदेखि लिएर गएर सिफिलिस, शुक्रदोष यो सबैमा चाहिँ शिरावेद दिएको छ र यसैलाई चाहिँ पङ्क्चर गर्नु, वेदन गर्नु भनेर विद्धकर्म पनि विद्धकर्मको पोइन्ट्सहरू धेरै दिएको छ शास्त्रमा। त्यसैलाई लिएर हामीले अहिले गरिन्छ विद्धकर्मको प्र्याक्टिस हैन। त्यो सबै सुश्रुतमा टेक्स्टेड छ, त्यसको लागि छुट्टै एउटा लेक्चर नै गर्नुपर्ने हुन्छ विद्ध अग्नि कर्महरूको बारेमा। त्यस कारणले अहिले चाहिँ हामीले यो सरस्वती यसमा हेऱ्यौँ है। क्वान्टिटी अफ ब्लड टु बी लेडेड आउट, सुश्रुत एक प्रस्तसम्म गर्न सक्छ भन्नुहुन्छ 540 ml र साराङ दरले अगेन एक आधी र एकलाई चौथाइ 1/4 प्रस्त भनेर लेखिएको छ। सो सरस्वती हेर्दाखेरि म्याक्सिमम क्वान्टिटी 540, तर प्र्याक्टिकल्ली हामी हेऱ्यौँ भने चाहिँ 100 देखि 200 ml मै हामी सीमित गर्छौँ प्राय ब्लडहरू चाहिँ लेटिङको प्रोसेसहरू। यसको लागि चाहिँ अब डिपेन्ड्स अपन द केस अगेन है, कुन अवस्था हो, पेसेन्ट कस्तो छ, त्यसमा आधारमा चाहिँ हामीले यो डिसाइड गर्छौँ। सो अगेन दिस इज जलौका इन पित्तज व्याधि, पित्त जहाँ पित्त अनुबन्धी छ त्यहाँ जलौका हैन। जहाँनिर पित्त अनुबन्धी भएको छ त्यहाँ ओस चोस दाहा जुन हामीले पढ्छौँ सिम्टमहरू क्लासिकली लेखेको, जहाँ स्वेलिङ छ, जहाँ चाहिँ बर्निङ सेन्सेसन छ, त्यो कन्डिसनमा चाहिँ जहाँ चाहिँ अल्सरेसन छ, अल्सरेसन भइसकेको कन्डिसनमा पनि हामी युज गर्न सक्छौँ हैन। सो रक्तमोचनको इन्डिकेसन भनेको अगेन धेरै रोगमा छ, पेनफुल जोइन्ट्सहरू, गौटी आर्थराइटिस, एभास्कुलर नक्रोसिसहरूमा हैन, एब्सेस, सेलुलाइटिस, ट्रमाटिक कन्डिसन्स, नन हिलिङ अल्सर, प्लान्टर फेसाइटिस, थ्रोम्बोज हेमोरोइड्सदेखि लिएर गएर सिम्पल स्प्रेनसम्मलाई चाहिँ युज गर्न सकिन्छ, यो हामीलाई थाहा छ। सो बेसिक रिफरेन्स अफ अग्निकर्म, सो अग्निकर्मको चाहिँ हामीले कुन मोडालिटीमा युज गर्ने, कसरी युज गर्ने भनेर चाहिँ यहाँनिर दिएको छ। जस्तो जहाँनिर चाहिँ अहिले भनिहाल्यौँ अलिकति डिपर धातुहरू इन्भल्भमेन्ट भएको ठाउँमा जहाँ चाहिँ चार कर्म स्वस्थ कर्महरू फेल गर्छन् त्यहाँ चाहिँ अग्निकर्मले अल्टिमेटली काम गर्छ भनेर लेखिएको छ। सो दिस इज द रिफरेन्स। त्यही भएर अग्निकर्मको श्रेष्ठता रहेको छ। अरू केही उसले अब यो अपुनर्भव चिकित्सा पनि भनिन्छ यसलाई है। यो एकचोटि अग्निकर्मबाट ठिक भएको रोगहरू चाहिँ प्राय अपुनर्भव कन्डिसन हुन्छ भनेर लेखिएको छ। सो इन्स्ट्रुमेन्ट रिक्वायर फर अग्निकर्म सालकाहरू चाहियो हामीलाई है। अनि त्यसपछि सालका होल्डरहरू र पश्चात दग्ध सम्यक दग्ध भइसकेपछि चाहिँ त्यसको चाहिँ स्नेह एप्लिकेसन्स अथवा इष्टिमधु चूर्ण घृतहरू लगाउने गरिन्छ। त्यो हाम्रो भइहाल्यो। सुरुमा सालकालाई आइदर गोल्ड अर रजत लोह कसरी कुन कुन नेचर अफ द पेन हुन्छ त्यही अनुसारको सालका चुज गर्छौँ र हिटिङ गर्नको लागि चाहिँ क्यान्डल, स्पिरिट ल्याम्प, लाइटर, म्याच बक्स कुनै चाहिँ यो जलाएर चाहिँ हामीले सालकालाई गरम गरेर चाहिँ हामी लोकल्ली इट इज लोकल एप्लिकेसन गरेर नै ठिक गर्छौँ है। अगेन सालकाहरूमा के युज गर्न सकिन्छ भनेर यो क्लासिकल्ली दिएको छ। गुँडले पनि हामीले युज गर्न सक्छौँ होइन। गुँडलाई तताएर चाहिँ कुनै लोकल पार्टमा हामीले लगाउन सक्छौँ। यो मित्रिका सालका सबभन्दा लास्ट राइटको माटोको सालका बनाउन सक्छौँ। छोद्र मधुले पनि गर्न सक्छौँ। स्टार्टिङमा पिपली, यसो पिपलीले चाहिँ सुपरफिसियलदेखि लिएर गएर गुँड चाहिँ के भयो त शिरा स्नायु अस्थि होइन, त्वक मांस र शिरा स्नायु यसरी चाहिँ हामीले बढाउँदै जान सक्छौँ। कहाँनिर हो त, कतिको हो त दोषको प्याथोलोजी कति हो त भनेर त्यो अनुसारले हामीले निर्णय गरेर चाहिँ त्वक मांस र शिरा स्नायु यसरी चाहिँ हामीले गर्न सक्छौँ। त्वकमा पिपली अझ सकृत होइन, गोदन्तहरू युज गर्न मिल्छ भने मांसमा सुवर्ण, रौप्य, ताम्र, पञ्चधातु भने अझै डिप जानु पर्यो भने स्नेह, तेल, मधु, गुण यिनीहरू चाहिँ हामीले युज गर्छौँ। इट इज इमर्जेन्सी बेस्डमा पनि कुनै कुनै बेलामा हामी गर्न सक्छौँ यसलाई।
सो इन्डिकेसन अफ अग्निकर्म पेन म्यानेजमेन्ट र डिज म्यानेजमेन्ट दुइटैमा गर्न सक्छौँ होइन। सर्भाइकल पेनदेखि लिएर गएर नेक मसल स्प्याजम, पिआइडी होइन, लम्बर स्प्याजम, एङ्कालोजिङ स्पोन्डिलाइटिस, साइटिका, सबै खाले पेनमा हामी गर्न सक्छौँ। जहाँनिर चाहिँ पित्तको अनुबन्धी अलि हुनु भएन, त्यो भइसकेपछि अनि अर्को डिजिजमा चाहिँ हामीले गन्थी अर्बुद, अपसी, बगन्धर, इनर इयरमा, सम अदर डिजिजमा पनि युज गर्न सक्छौँ। सो कन्ट्राइन्डिकेसन अहिले भनिहालेँ, पित्त प्रकृतिमा होइन, अनि त्यसपछि गएर शरद ग्रीष्म ऋतुमा प्रायः जस्तो गर्भिणीहरूमा हुनु भएन, रक्तपित्तजन्य रोगहरूमा, तृष्णा, ज्वरो, विषजन्य भइहाल्यो, पाण्डु, प्रमेह, यस्तोमा चाहिँ अलि रिलेटिभ कन्ट्राइन्डिकेसन हो, एब्सोल्युटली त हुँदैन। तैपनि कुनै कुनै ठाउँहरूमा हेरेर होइन, व्रण भएको ठाउँहरूमा यता भएन, अवस्था हेरेर नै यो गर्नै नहुने भन्ने होइन, तर रिलेटिभली अलि ध्यान दिनुपर्ने अथवा नगर्दा राम्रो भन्ने जस्तो केसहरू हुन्छ यसको चाहिँ होइन। ज्वरमा भएन अभियसली होइन, यसरी चाहिँ हामीले हेर्छौँ। सो अग्निकर्मले कसरी काम गर्छ भनेर यहाँ दिएको छ। यसमा चाहिँ अग्निकर्मले हिट जेनेरेट गरेर चाहिँ लोकल टेम्परेचरमा रेज हुन्छ, जसले गर्दा डाइलेसन अफ द लोकल ब्लड भेसल्स हुन्छ, अनि इन्क्रिज टिस्यु पर्फ्युजन भइसकेपछि चाहिँ के हुन्छ अरे, क्लियरेन्स अफ द एक्युमुलेटेड मेटाबोलिक वेस्ट हुन्छ, राम्रो डाइलेसन भएर पर्फ्युजन भइसकेपछि, जसले गर्दाखेरि इन्फ्लामेसन चाहिँ रिजल्भ हुन्छ र रिड्युस अफ द पेन होइन, पेनको चाहिँ रिडक्सन हुन्छ भन्ने यो मोटामोटी एउटा मोड अफ एक्सन दिएको छ। सो अगेन इन समरी टु द प्रायर सर्जिकल प्रोसिजियर चाहिँ लोकलाइज र रिजनल छ होइन। लोकलाइज तीव्र रुजा छ, तोक मांस शिरा स्नायुमा छ भने अग्निकर्म गर्नु पर्यो होइन। अस्थिसम्म छ भने होइन, त्यसपछि तोद सुल दाहा ओस चोस परिदाह पित्त लक्षणहरू छ भने जलौका गर्नु पर्यो। अनि त्यसपछि गएर सुप्त कण्डु स्तम्भ यो कफज लक्षणहरू आइरहेको छ भने चाहिँ अलाबु कपिङ थेरापीहरू गर्न सकियो होइन। अनि व्रण छ होइन, वैवण्य छ, सन्ताप छ, सोफ छ भने जलौका गर्न सकियो। अनि सर्वग्र सर्व शरीर र दोष छ भने चाहिँ हामीले शिराभेद गर्न सकियो। सो यसरी हामीले अग्निकर्म, जलौका, शिराभेद चाहिँ हामीले पेन म्यानेजमेन्टको प्रोटोकलमा यसरी, यो चाहिँ अर्जेन्ट म्यानेजमेन्ट हो। दिस इज द मान्छेलाई अर्जेन्सी भएको बेलामा गर्न सक्ने म्यानेजमेन्ट हो। तर अल्टिमेट म्यानेजमेन्ट भनेको चाहिँ पञ्चकर्म नै हो। पञ्चकर्मले चाहिँ मान्छेलाई लङ लास्टिङ रिजल्ट दिन्छ होइन। अब साइटिका भएको पेसेन्टलाई हामीले अग्निकर्म गऱ्यौँ, शिराभेद गऱ्यौँ भने उसको इमिडिएट रिलिफ हुने हो। तर मेन प्याथोलोजी हामीले ब्रेकडाउन गर्नु छ भने चाहिँ बस्ती चिकित्साहरूतिर, विरेचनतिर, त्यतातिर हामी जानुपर्ने हुन्छ। मेन प्याथोलोजी चाहिँ अगेन इट इज ड्यु टु इट इज डन बाई पञ्चकर्म। पञ्चकर्म भनेको बस्ती चिकित्सा, स्पेसल्ली आधा चिकित्सा भनेको छ, अर्ध चिकित्सा, त्यस कारणले अरू यी भनेका आदि हुन्, तर मेन आदि भनेको चाहिँ बस्ती चिकित्सा हुन् है। त्यसरीलाई हामीले कम्बाइन गरेर लानुपर्ने हुन्छ। अगेन मर्मको चाहिँ नन ट्रामेटिक केसहरूमा पेन एक्युटदेखि लिएर गएर क्रोनिक पेनमा पनि युज गर्न सकिन्छ, जहाँ चाहिँ पोर सर्कुलेसन छ, इनर्जी ब्लकेजको कमी हुन्छ होइन। मर्म चिकित्सा गर्नुपर्ने पनि पोइन्ट्सहरू अलरेडी त्यहाँ मेन्सन भएको छ। मर्महरू कुन दबाउने, कुन नदबाउने, कति इन्टेन्सिटीमा दबाउने, सबैमा दबाउन नै पर्दैन होइन। कुनै कुनैलाई प्रेस गरिन्छ, कुनै कुनैलाई हामीले चाहिँ लगाइन्छ, कुनै एक्टिभेसन गर्नलाई कुनै लेपहरू लगाउन सकिन्छ होइन। त्यसरी हामी जान्छौँ। त्यस कारणले यो पोइन्ट चाहिँ राखिएको छ उसको मर्मको लागि चाहिँ। ओके, सो मेन अब हामी जान्छौँ पेन म्यानेजमेन्ट बाई पञ्चकर्म। सो पञ्चकर्मको पेन म्यानेजमेन्टमा हाम्रो चाहिँ के हुन्छ भन्दाखेरिमा एप्रोच कसरी गर्न सकिन्छ भन्दाखेरिमा धातु क्षयजन्य वात र अवरोधजन्य वात, दुईटा वात व्याधिको कन्सेप्ट यहाँ दिएको छ होइन। दुईटा वात व्याधिको कन्सेप्ट दिइसकेपछि चाहिँ अब के हुन्छ भन्दाखेरिमा हामीले एप्रोच पनि त्यही अनुसारले गर्नुपर्ने हुन्छ। यो चाहिँ कुन हामी चाहिँ कुन एप्रोच गर्ने त होइन। धातु क्षय छ कि अथवा मार्ग अवरोध जन्य छ भनेर पहिला त्यो एसेस गरिसकेपछि चाहिँ अनि हामीले चाहिँ ट्रिटमेन्ट प्लान गर्ने हो। अगेन ट्रिटमेन्ट के हो त भन्दाखेरिमा त्यही हो, स्नेन स्वेदन बस्ती नै हो ट्रिटमेन्ट, तर कुन मोडालिटी कुनमा युज गर्ने भन्ने चाहिँ यसमा मेन हो। सो एप्रोच कसरी गर्ने त भन्दाखेरिमा एसेस द साम अवस्था। साम अवस्थाको बारेमा सुरुमा हेर्ने, कुनै पनि कन्डिसनमा साम छ कि निराम छ भनेर पहिला त्यसलाई डिफाइन गर्नु पर्यो। अनि अनुबन्ध दोष, वात त एउटा मेन दोष भइहाल्यो
तर पनि अरू दोषहरू हुन्छन्, पित्त कफहरू अथवा अरू कुनै होइन मिश्रित त्रिदोष चाहिँ हुनसक्छ, त्यो हेर्न पर्यो। अनि कुन स्रोतस इन्भल्भमेन्ट भएको छ त्यो हेर्न पर्यो। स्रोतसको चाहिँ स्रोतदुष्टिको आफ्नो लक्षणहरू छ, त्यसको चिकित्सा छ, त्यो हेरेर चाहिँ हामीले स्रोतदुष्टि फाइन्ड आउट गर्नु पर्यो। र धातु क्षय र वृद्धि लक्षण के छ, कुन कुन धातु इफेक्ट गरेको छ, मांस धातु छ कि होइन, अस्थि छ कि, मज्जामा गइसक्यो कि, त्यो एसेस गर्नुपर्ने हुन्छ र सुइटेबल मेथड त्यही अनुसारले हामी चुज गर्नुपर्ने हुन्छ। जस्तो यहाँनिर दिएको छ इक्जाम्पल, सिम्टम्स अफ विशेषण अफ अस्थिभव स्रोतस भनेको छ। अस्थिभव स्रोतसको चाहिँ डिसअर्डर भयो भने के हुन्छ भनेर यहाँनिर दिएको छ। यो चाहिँ चरक सूत्र स्थान 28 च्याप्टर। र धातु क्षय र वृद्धि लक्षणको चाहिँ मैले एउटा रिक्वेस्ट गरेँ सबैलाई, यो चाहिँ चरक सूत्रको 17 च्याप्टरमा जुन लेखेको छ, कुन धातु वृद्धि हुँदा कुन लक्षण आउँछ, कुन क्षय भएको छ त होइन, वाद व्याधि पेन म्यानेजमेन्ट सँगसँगै धातुको पनि इन्भल्भमेन्ट हुन्छ, वृद्धि र क्षय भइरहेको हुन्छ सँगसँगै। सबै सिम्टम्सहरू नमिल्न सक्छ, तर 2-4 सिम्टम्सहरू हामीले कमनली भेटिरहेका नै हुन्छौँ। यो सबैमा सबै आउनुपर्छ भन्ने होइन, 2-4 सिम्टम्सहरू देखेर चाहिँ हामीले एसेस गरेर चाहिँ अनि धातु क्षय र वृद्धि लक्षणमा कुन धातु वृद्धि भएको छ, कुनलाई ठिक गर्नुपर्ने हो, त्यसरी राम्रोसँग प्रोपर गऱ्यो भने मात्र वाद व्याधिमा चाहिँ हामी सक्सेस हुन सक्छौँ है। त्यस कारणले यो कुराहरूलाई हामीले क्लासिकल जुन सूत्र स्थानमा लेखेको चिजहरू छ, चरक सूत्र 17 अनि अष्टाङ्ग हृदयको च्याप्टर 11, यो एकदम इम्पोर्टेन्ट च्याप्टरहरू है, 11 र 17 च्याप्टर चाहिँ यसरी एसेस गऱ्यौँ भने यो चाहिँ दोष धातु मलको वृद्धि र क्षय लक्षणहरू हेऱ्यौँ भने चाहिँ ठ्याक्कै कुन चिकित्सा गर्दाखेरिमा चाहिँ लाभ दिन्छ भनेर यहाँनिर हामीले युज गर्न सक्छौँ। जस्तो ट्रिटमेन्ट प्रिन्सिपल अफ अस्थिभव स्रोतस डिसअर्डरमा हामीले हेऱ्यौँ भने यहाँ के छ, पञ्चकर्मणि भेषजम वस्तस्य क्षीर सर्पिश्च तिक्त बनाए, मतलब तिक्त क्षीर बस्तीको एउटा मेन यहाँनिर दिएको छ होइन। सो पञ्चतिक्त तिक्त क्षीर जहाँनिर चाहिँ ओस्टियो पोरोसिस भएको छ होइन, ओस्टियो आर्थराइटिस डिजेनरेटिभ आर्थराइटिस भएको छ, जहाँनिर डिजेनरेसन छ, त्यहाँनिर चाहिँ हामीले के दिनु पर्यो त, ट्रिटमेन्ट प्रिन्सिपल हामीले लेखिरहेका छौँ, के भनेर छ, तिक्त क्षीर र सर्पी मिश्रित चाहिँ दिनु पर्यो बस्ती। फर इक्जाम्पल पञ्चतिक्त घृत मिश्रित चाहिँ हामीले क्षीर पाक मेथडबाट दिनु पर्यो होइन, क्षीर बस्ती दिनु पर्यो भने चाहिँ यसरी दिन सकिन्छ। जहाँनिर चाहिँ केवल वात छ होइन, वातको मात्र भिसिएसन छ, अरू अनुबन्ध छैन, धातु क्षय भइरहेको छ भने हामी क्षीर बस्ती दिने हो यसरी। सो यो ट्रिटमेन्ट प्रिन्सिपल लेखिएको छ, यो प्र्याक्टिसमा कतिको छ भनेर चाहिँ आफूले हेर्ने, त्यहाँनिर वरिपरि होइन, लगभग हामीले चाहिँ यही प्रिन्सिपल फलो गर्छौँ। यसरी चाहिँ गोइङ ब्याक टु द बेसिक प्रिन्सिपल पढ्यो भने चाहिँ हामीलाई मलाई लाग्छ यो युज चाहिँ यसको हामी राम्रोसँग गर्न सक्छौँ, हामी राम्रो क्लिनिसियन बन्न सक्छौँ भन्ने चाहिँ मलाई लाग्छ। त्यस कारणले यो बेसिकलाई चाहिँ एकचोटि राम्रोसँग पढ्नु पर्यो सबैजनाले, कि एसेस गर्न पर्यो कुन स्रोतस ड्युटी हो, कुन धातु क्षय र वृद्धि लक्षण छ, त्यसको बारेमा एसेस गरेर चाहिँ यसरी ट्रिटमेन्ट शास्त्रीय आयुर्वेदको प्र्याक्टिस चाहिँ यसरी गरिन्छ कि। सो फर्स्ट अफ अल डायग्नोसिस मोडर्न गरेर ओए गरेर छ, अनि ट्रिटमेन्ट हामी यो दियौँ भने हुँदैन, पहिला आयुर्वेदिक एसेसमेन्ट पनि इसेन्सियल छ। मोडर्न डायग्नोसिस गर्न हुँदैन भन्ने कुरा होइन, मोडर्न डायग्नोसिस इज अल्सो नेसेसरी, बट आयुर्वेदिक एसेसमेन्ट अफ द दोष धातु मल इज भेरी भेरी इम्पोर्टेन्ट। त्यो एसेस गरेर मात्रै अनि हामीले ट्रिटमेन्ट प्लान गर्न सक्छौँ। मोडर्न डायग्नोसिस आयुर्वेद चाहिँ ट्रिटमेन्टले पनि काम गर्दैन, आयुर्वेदिक डायग्नोसिस इज इक्वली इम्पोर्टेन्ट है। त्यो चाहिँ साम र निराम अवस्था कसरी थाहा हुन्छ त, अब यो हेरेर भन्दाखेरिमा फर इक्जाम्पल सब एकदम इजी हो, मैले भनिदिन्छु, यो एकदम कन्सेप्चुअल कुरा छ यो कुरा चाहिँ है। यो कन्सेप्ट दिमागमा सेट भइसकेपछि लाइफ लङलाई चाहिँ प्र्याक्टिसमा कुनै गाह्रो हुँदैन है। सो साम र निराम अवस्था, जस्तो ओएको केस आएको छ, साम निराम कसरी थाहा हुन्छ, इन्फ्लामेसन छ, शोथ छ होइन, शोथ भइसकेपछि अल्टिमेटली त्यो साम अवस्थामा गइसक्यो होइन। अनि छाम्दाखेरिमा टेन्डरनेस हुन्छ के, निराम अवस्था साम अवस्था छ भने टेन्डरनेस हुन्छ, मान्छेलाई यस्तो छुँदा पनि दुखिरहेको भने द्याट इज साम अवस्था। यो चाहिँ आम छ, यसमा आम प्रेजेन्ट छ, आमलाई चाहिँ के गर्नु पर्यो, निराम गर्नु पर्यो बाई युजिङ दीपन पाचन मेथड्स, रुक्षण चिकित्सा। आम पाचन गर्ने कतिवटा मेथड्स छन् भन्दा धेरै मेथड्स छन् होइन। त्यहाँनिर हेऱ्यो भने रुक्षण चिकित्सा होइन, लङ्घन उपवास सिम्पलदेखि लिएर गएर अलिक माथि माथि रुक्ष उष्ण तीक्ष्ण चिकित्साहरू पनि छन्, त्यसलाई गर्नु पर्यो सुरुमा। सो आइएम टेकिङ इक्जाम्पल अफ ओएको चाहिँ निराम अवस्था छ, सामलाई निराम गराउन के गर्न सकिन्छ भन्दा बालुका सहित दिनुहोस्, सिम्पल। बालुका सहित के भयो, रुक्ष सहित भयो होइन, बालुका सहितले रुक्ष गरायो, रुक्षण गराइसकेपछि बल्ल अनि हामी जानु बस्तीहरू चाहिँ ब्रिम्मड गराउन सक्छौँ। पछि आमबाट साम पछि निराम भयो भने चाहिँ अनि जानु बस्ती विथ
महानारायण तेल त्यतिखेर हाल्ने हो। सुरुमै अब इन्फ्लामेसन निराम भएको कन्डिसन, साम भएको कन्डिसनमा अगेन जानुपर्छ दियो भने यसले त्यति हेल्प गर्दैन। केही मात्रामा मान्छेलाई रिलिफ भएको होला तर टोटल प्याथोलोजी रिजल्ट हुँदैन र उल्टो हुन्छ हाम्रो चिकित्सा कोही कोही बेलामा मान्छेलाई चाहिँ के हुन्छ, दे माइट एक्सपिरियन्स मोर पेन, होइन, पेन चाहिँ बढ्न सक्छ। त्यसरी चाहिँ हामीले एसेस गर्नुपर्ने हुन्छ है। अगेन अगेन एप्रोचमा चाहिँ हामीले अगेन धातुगत ज्वरको चिकित्सा पनि इम्पोर्टेन्ट हुन्छ, किनकि ज्वर भनेको एउटा आयुर्वेदमा एउटा फिभर होइन, यसले चाहिँ ज्वर चिकित्सामा एकदमै इम्पोर्टेन्ट रोल छ ट्रिटमेन्टमा। ज्वर चाहिँ इट इज इन्फ्लामेसन, आयुर्वेद अनुसारले ज्वर भनेको एट द लेभल सम लेभल अफ इन्फ्लामेसन पनि हो है। ज्वर इज नट जस्ट अ फिभर इन आयुर्वेद, ज्वर इज अ बिगर टर्म, एकदम भास्ट टपिक हो ज्वर भनेको। ज्वर पढ्नलाई चाहिँ है, ज्वरको सम्प्राप्ति हेऱ्यौँ भने, यसको हेऱ्यौँ भने इट्स नट जस्ट अ फिभर, भाइरल फिभर ज्वर भनेको त्यो होइन। ज्वर भनेको चाहिँ यो चाहिँ सिस्टमिक डिजिज हो, एउटा इन्फ्लामेसन हुन्छ त्यहाँनिर के हुन्छ त, एक किसिमको डिफ्रेन्ट प्याथोलोजिज छ। यो चाहिँ ज्वरको चिकित्सामा अलिक राम्रोसँग पढ्नुपर्ने हुन्छ ज्वर होइन। यसको चिकित्सा पनि हामी युज गर्छौँ पेन म्यानेजमेन्टमा। जस्तो रसव छ, रसव धातुमा छ भने वमन उपवास गर्ने भनेको छ, मांसज छ भने विरेचन भनेको छ होइन, अस्थिमा छ भने निरोह र अनुवासन। भने चाहिँ मज्जा र अस्थिमा छ भने त अनुवासन र निरोह गर्नै पर्यो होइन। त्यस कारणले यही प्रिन्सिपलले गर्दा पनि हामीले चाहिँ निरोह बस्ती अनुवासन बस्तीहरू दिइरहेका हुन्छौँ, किनकि एट द लेभल अफ सम, अहिलेलाई के बुझ्नुहोस्, ज्वर भनेको जस्ट नट अ फिभर, इट इज सम हाउ इन्फ्लामेसन, इन्फ्लामेसन एट द सर्टेन लेभलको पनि हो होइन। त्यस कारणले गर्दाखेरिमा यो चिकित्सा हामी प्रयोग गर्छौँ र सबैले चाहिँ यसमा युज हुने ड्रग्स पनि लेखिएको छ। यो चरकको उसमा, चरक चिकित्साको हेर्नु त थर्ड च्याप्टर ज्वरको होइन, त्यहाँनिर के भनिएको छ भने रसजमा कुन ड्रग्सले, रसज धातुमा कुन रस धातुगत ज्वरमा चाहिँ, रसज धातुगत रोगमा चाहिँ कुन कुन युज गर्ने, अस्थिमा कुन कुन युज गर्ने भनेर पनि लेखेको छ यसमा होइन। हेर्नु त्यहाँनिर त्यही चाहिँ हामीले युज गरेर हुन्छौँ क्लासिकल्ली हामीले पढ्दाखेरिमा साउथमा चाहिँ त्यही रिफरेन्स युज हुन्छ, तर यहाँ प्र्याक्टिसमा चाहिँ यतातिर चाहिँ छैन है। यतातिर प्र्याक्टिसमा हामी पनि त्यति गर्दैनौँ ड्यु टु ल्याक अफ एभाइलेबिलिटी अफ ड्रग्स पाउँदैन, त्यही भएर गर्दैन, नजानेर नगरेर गरेको होइन। ड्रग्स एभाइलेबिलिटी मेन इस्युज हुन्छ, त्यस कारणले गर्दाखेरि हो। त्यस कारणले यो हामी पढ्नु होला, यसले चाहिँ तपाईँलाई एकदमै राम्रो इन्साइट दिन्छ है ज्वरको चाहिँ। ओके, सो अब एप्रोच टु वात व्याधि स्नेहानबाट गर्नु पर्यो होइन। अब यो एकदम इम्पोर्टेन्ट छ यहाँनिर टक्क है। वात व्याधि केवल वातज र मार्ग अवरोध जन्ने भन्छ। केवल वातजमा चाहिँ धातु क्षय हुन्छ, केवल वातजमा होइन धातु क्षय हुन्छ। त्यस कारणले के दिन पर्यो, ब्रिमड दिन पर्यो, ब्रिमडीय ओइल्सहरू युज गर्नु पर्यो, शीतवीर्य भएको तेलहरू दिनु पर्यो है। सो अनि त्यसमा हामीले कुन कुन तेल हुन्छ, अब नेपालमा पाउने वाला तेल मात्र मैले सकभर राखेको छु। अब इन्डियामा धेरै खाले तेलहरू हुन्छ, इन्डियाको उसले हेऱ्यो भने, तिमीहरूको टेक्स्ट बुकहरूमा पनि हेऱ्यो भने अनेक अनेक तेलहरूको बारेमा दिइरहेको हुन्छ, तर अब नेपालमा पाउने तेलहरू यिनीहरू लगभग पाइरहेको हुन्छ। शीतवीर्य ब्रिह्मणीय तेलहरू चाहिँ वात व्याधिमा केवल वातज छ भने अभ्यङ्ग पिचु गर्न सकिन्छ, सर्वाङ्ग धारा, एकाङ्ग धारा यिनीहरू गर्न सकिन्छ। धाराहरू यो स्नेहानको पार्ट भयो है। अनि मार्ग अवरोध जन्ने छ भने उष्णकटीय ओइलहरू, सकभर स्नेह ओइल युज, स्नेह वर्जितै भनेको छ, तर सम एमाउन्ट अफ मात्र छ निराम छ भने चाहिँ उष्णवीर्य तेलहरू प्रयोग गर्न सकिन्छ भनेको। खासमा त स्नेह वर्जितै हुन्छ होइन, निराम अवस्था, आम अवस्थामा त खासै स्नेहन गरिन्न, तर पनि हामीलाई उष्णवीर्य अलिकति चाहियो, अल्प स्नेह चाहियो होइन। स्नेह रिलेटिभ कन्ट्राइन्डिकेसनमा चल्नुपर्छ के, एब्सोल्युट भन्ने हुँदैन होइन। आम बातमा चाहिँ स्नेहन गर्नै नहुने होइन, अल्प गर्न मिल्छ कुनै पनि कन्डिसनमा, त्यो हेर्नुपर्छ, आफैले हेरेर युक्ति लगाउने हो। अलिक धेरै नै सोफो छ, अलिक धेरै नै निराम आम अवस्था छ भने युज नगर्ने हो, अलिक स्नेह वर्जित नै हो खासमा। तर होइन सपोर्ट चाहियो, अलिकति नरिसमेन्ट चाहियो धातुमा भन्यो भने उष्णवीर्य ओइलहरूले युज गर्न सकिन्छ। आफ्टर एक हप्ता 2 हप्ताको ट्रिटमेन्ट पछि निराम अवस्था गराइएको भने 1 हप्ताको ट्रिटमेन्टले त्यसपछि हामी उष्णवीर्य ओइलहरू युज गर्न सक्छौँ, लाइक महाविष गर्भ तेल, दशमूल समूह उष्ण हुन्छ हल्का है, त्यस्तो धेरै हुँदैन। प्रसारिणी तेल, सैन्धवादी, वृहत सैन्धवादी तेल, यो चाहिँ मार्केटमा पाउने तेलहरू भयो। अनि ब्रिह्मणीय तेलमा मैले भनिहालेँ अश्वगन्धा, महानारायण, महामास तेल, यिनीहरू चाहिँ यो ब्रिह्मणीय शीतप्रिय धेरै हुन्छ, त्यस कारणले यिनीहरू काम गर्छ भनेर भन्यो है। सो आम पाचन गर्ने, उद्वर्तन गर्न सकिन्छ मार्ग अवरोध जन्नेमा। इन्स्टिट्युट अफ अभ्यङ्ग वी क्यान डु उद्वर्तन विथ पाउडर लाइक त्रिफला कोला इत्यादि होइन, कोट्टम चुक्की यिनीहरू गर्न सकिन्छ। स्नेहान प्रायः चाहिँ वर्जितै हुन्छ। आम पाचनलाई रुक्षण चिकित्सामा हामी जानुपर्ने हुन्छ। स्नेहान हामी एभोइड गरेर स्वेदन पनि मात्र पनि गर्न सक्छौँ है। आम अवस्थामा चाहिँ स्वेदन मात्रैले चाहिँ बेटर हुन्छ।
धेरै जस्तो केसहरूमा। सो एप्रोच टु वात व्याधि, अब वात व्याधिको स्वेदनमा हेर्नु, स्वेदन एकदम इम्पोर्टेन्ट, किनकि वात व्याधि पेन म्यानेजमेन्टमा हामी स्वेदनले राम्रो रिजल्ट आउँछ र इन्स्ट्यान्ट रिजल्ट आउँछ। केवल वातज र मार्ग अवरोध जन्य दुईटा क्याटेगोरीमा हामी डिभाइड गर्न सक्छौँ। केवल वातजमा चाहिँ धातु क्षय जन्यमा मांसपिण्ड, मांसलाई पिण्ड स्वेद गर्न सक्छौँ। षष्टिकशाली पिण्ड स्वेद अगेन षष्टिकको चामलले चाहिँ क्षीरमा होइन यसलाई चाहिँ दुधमा पकाएर चाहिँ हामीले गर्छौँ। लेप उपनाह, उपनाह लेप लगाउन सक्छौँ। उपनाह थिक पेस्ट होइन, थिक पेस्ट भयो उपनाह भयो होइन। त्यसमा चाहिँ स्निग्ध द्रव्यहरू जस्तो अश्वगन्धा, गुरुची, मानरण तेलमा, तिल तेलमा चाहिँ हामीले मिसाएर एउटा लगाउन सक्छौँ। त्यसपछि गएर मांसपिण्ड उपनाहमा पनि युज गर्न सक्छौँ। मासको उपनाह गर्न सक्छौँ। जानुभस्ती, कर्तिबस्ती, ग्रीवावस्ती, यो बस्तीहरू चाहिँ प्राय स्वेदनमै हामी गन्छौँ। त्यस कारणले शीतवीर्य तेलहरूले चाहिँ केवल वातजमा युज गर्न सक्छौँ है। जस्तो मानरण तेल हामीले युज गर्यो भने केवल वातजको कन्डिसनमा युज गर्दा बडी फ्रुटफुल हुन्छ। अनि मार्ग अवरोध जन्य छ भने बालुका स्वेद होइन, बालुका स्वेद भेरी फेमस। अनि पत्रपिण्ड स्वेदहरू, चूर्णपिण्ड स्वेद, लवणपिण्ड स्वेद होइन। अनि उपनाह स्वेदन युजिङ दशाङ्ग, सुन्ठी, काञ्जी होइन, त्रिफला, मुस्ता, त्रिकटु, यिनीहरू भनेको केवल एकदम उष्ण द्रव्य, उष्ण तीक्ष्ण द्रव्य, आम पाचन गर्ने द्रव्यहरू होइन। त्यस कारणले आम पाचन द्रव्यहरू उपनाह स्वेदन एकदम राम्रो हुन्छ। ओएको कन्डिसनमा मान्छे खुट्टा सुन्निरहेछ होइन, सिम्पल भने हामी के गर्ने त सुरुमा भन्दा यु क्यान डु काञ्जीको धारा लगाउन सकिन्छ। काञ्जी त्यो गर्न सकिन्छ। धान्याम्ल पाइन्छ भने त्यो पनि अझ राम्रो होइन, धान्याम्ल धारा गर्न सकिन्छ सुरु कन्डिसनमा। बालुका स्वेदन गर्न सकियो अनि उपनाह छ भने उपनाह लगाउन सकियो होइन। बस्ती सोएको उपनाह भनेर चिकित्सा सूत्रमै लेखेको छ। सन्धिवातको चाहिँ ट्रिटमेन्ट प्रिन्सिपल हेर्नुभयो भने उपनाह लेखेको छ। उपनाह धेरै हामी प्रयोग गर्दैनौँ होइन, त्यो चाहिँ अगेन्स्ट ऊ भइरहेछ नि त होइन। ट्रिटमेन्ट भन्छ उपनाह प्रयोग गरेर राम्रो हुन्छ भनेर, त्यस कारण उपनाह प्रयोग गर्नु राम्रो हुन्छ। ठिक पेस्ट गराएर चाहिँ त्यसलाई तातो तातो चाहिँ लगाउने होइन। उपनाह स्वेदन अब कसले गर्नु भएको छ, कसले हेर्नु भएको छैन, उपनाह स्वेदन ट्राई गर्नु राम्रो हुन्छ। र नाडी स्वेदन र बाष्प स्वेदन पनि मार्ग अवरोध जन्यमा गर्न सकिन्छ। केवल वातजमा पनि गर्न सकिन्छ। यो चाहिँ त्यति धेरै नाडी स्वेदन पानी मात्र कषायहरू के हालेछ त्यसमा आधारमा भर पर्छ होइन, कुनको कषाय छ त्यसको आधारमा चाहिँ हामीले गर्न सकिन्छ बाष्प स्वेदनहरू। त्यसरी चाहिँ हामीले एप्रोच गर्नुपर्ने हुन्छ है। अभ्यङ्ग कुनमा गर्ने, कुनमा नगर्ने क्लियर हुनु पर्यो। कुनमा चाहिँ उपनाह गर्ने, कुनमा नाडी स्वेदन गर्ने, कुनमा बालुका गर्ने होइन। त्यसरी चाहिँ हामीले क्लियर कट एउटा आइडिया भइसकेपछि हामीले धातु क्षय छ भने षष्टिकशाली गराउन सकियो होइन, मांसपिण्ड गराउन सकियो। त्यसरी चाहिँ एउटा आउटलाइन अफ स्वेदन, स्वेदन कसरी गर्ने भन्ने चाहिँ एउटा क्लियर कट आइडिया हुनु पर्यो है। सो पिण्ड स्वेदनको टाइपमा चाहिँ बालुका स्वेदन सबभन्दा रुक्ष्य हुन्छ र उत्तर उत्तर जुन गइरहेको छ यता राइट साइडमा, त्यो राइट साइडतिरको चाहिँ प्रिमर्डिय हुन्छ, यता चाहिँ हल्का लङ्घनीय हुन्छ होइन। बालुका स्वेदन भनेको लङ्घनीय भयो। जाम्बिर पिण्ड स्वेदन, धान्याम्ल पिण्ड स्वेदन भनेको यिनीहरू हल्का आम अवस्थामा पनि युज गर्न सकियो। चूर्णपिण्ड अगेन आम अवस्था भयो। पत्रपिण्ड हल्का निराम र सामको बिचमा पर्छ होइन। यो पनि स्निग्ध नै हुन्छ नि होइन। पत्रपिण्ड स्वेदन हेर्नु भएको छ भने ओइल त युज गर्छौँ। अनि त्यसपछि षष्टिकशाली आउँछ, त्यसपछि बिचको पत्रपिण्ड स्वेद चाहिँ बिचमा हामीले राख्न सक्छौँ। अनि षष्टिकशाली स्वेदन आउँछ अनि त्यसपछि मांसपिण्ड स्वेदन। यसरी चाहिँ स्वेदन मोडालिटी पिण्ड स्वेदनको मोडालिटीमा हामीले यसरी काम गर्न सक्छौँ। सो बस्तीमा पनि अघि नै हेरौँ, केवल वातजमा छ। मार्ग अवरोध जन्यमा दुईटा अलग अलग छन् सम्प्राप्ति। सो मात्रा बस्ती केवल वातजमा युज गर्न सकिन्छ। पञ्चसिक्त क्षीर, जहाँनिर क्षीर छ नि, क्षीर भनेको शीत ब्रिह्मणीय भयो भने चाहिँ वातजमा युज हुने भयो है। यापन बस्तीमा नि हामी के हाल्छौँ, क्षीर मांस रस हाल्छौँ। मांस भनेको अगेन वातजमा नै युज हुन्छ। तर मार्ग अवरोध जन्य छ होइन, आम अवस्था छ भने चाहिँ हामी शोधन बस्तीतिर लाग्नुपर्ने हुन्छ। जस्तो एरण्ड मूल बस्ती हामी युज गरिरहेको हुन्छौँ। छार बस्ती छार हालिरहेको हुन्छौँ कुनै, अथवा वैतरण बस्ती पनि यसमा एउटा एड गर्न सकिन्छ। मार्ग अवरोध जन्यमा चाहिँ वैतरण बस्तीहरू युज गर्न सकिन्छ भने एरण्ड मूल पनि मार्ग अवरोध जन्यमा नै बेस्ट हुन्छ। सो कुन हामीसँग मोडालिटी छ पञ्चकर्मको, कुन कति बेला युज गर्ने, यसको आफ्नो सबैको रेसनालिटी हुन्छ। बिना रेसनालिटीको यहाँ छैन। सबै चिजहरूमा सबै चिजको एन्सर छ। कुनमा कुन त्यो आफैले खोजेर पढेर कुनै युक्ति लगाएर होइन, कुनै चिज किताबमा लेखेको हुन्छ, कुनै चिज लेखेको हुँदैन। त्यो कन्डिसनमा आफैले बुझेर होइन, वीर्य हेरेर, आम अवस्था हेरेर, द्रव्यको वीर्य हेर्ने होइन, एक्सनहरू हेर्ने, त्यो आधारमा चाहिँ डिफाइन गर्न सकिन्छ।
यसरी चाहिँ सबै युक्ति बेस्ड हो, यो सबै युक्तिले गर्ने चिज हो पञ्चकर्म भनेको हैन। लेखेको स्योर सर्ट कुनै उस आएर चाहिँ हैन यो गरौँ भने यो सबै त्यही प्रोटोकलै फलो गर्नुपर्छ भन्ने छैन। पेसेन्ट अनुसार रोग अनुसार प्रोटोकल फरक हुन्छ, ड्रग्स फरकै हुन्छ है। सो यसरी हामी यो गर्छौँ। सो अब इक्जाम्पलहरू यहाँनिर हेरौँ। आँसुकारी आमबाद छ, पेन म्यानेजमेन्ट गर्नु छ भने चाहिँ हामीले के गर्छौँ भन्दाखेरिमा स्नेह वर्जित एक्सेप्ट विषगर्भ सैन्धवादी अल्प स्नान गर्न सकिन्छ। एकदम आँसुकारी छ, जहाँ चाहिँ दाह छ, ज्वरो छ, तीव्र वेदना छ, उष्ण स्पर्श छ हैन पेसेन्टमा भने चाहिँ यो लक्षणहरू छ भने चाहिँ बालुका स्वेदन गर्न सकियो। रुक्ष स्वेदनमा कुलत्थ पिण्ड स्वेदन, जम्भीर पिण्ड स्वेदन, बालुका स्वेदन यिनीहरू गर्न सकियो। स्नेह वर्जित नै हुन्छ लगभग है। तर विषगर्भहरू सैन्धवादी तेलहरू युज गर्न सकिन्छ। सर्वाङ्ग धारा कान्जीले गर्न सकियो। बस्ती वैतरण बस्ती, पञ्चकोल छार बस्ती युज गर्न सकियो। उपनाह स्वेदनमा चाहिँ रुक्ष द्रव्य प्लस कान्जी युज गर्न सकियो। जलौका जहाँनिर चाहिँ दाह छ हैन, पित्तज अनुबन्ध छ भनेपछि जलौका आइहाल्यो। यसरी चाहिँ एउटा इक्जाम्पल मैले दिएको है। अब त्यस्तै जीर्ण आमवाद छ भने अगेन स्नेह युज गर्न सकियो। अब हैन सुल हुन थाल्यो भने दशमूल तेल, धानवन्तर तेलहरू हैन, रुक्ष स्निग्ध स्वेदहरू ब्यालेन्स गर्ने वात र आमाको चाहिँ रुक्ष प्लस स्निग्ध दुईटै स्वेदनहरू गर्न सकिन्छ यसमा चाहिँ आमवादमा, किनकि जीर्ण भइसक्यो नि त अब त हैन। आमको अलिकति अवस्था घट्यो तर टोटल्ली हामीले नेग्लेक्ट गर्न नि हुँदैन। त्यही भएर रुक्ष प्लस स्निग्ध दुईटै हामीले गर्न सकिन्छ। एट अ वान्स हैन, केही समय रुक्छ केही समय स्निग्ध भन्न खोजेको है। फेरि यो एकैचोटि गर्ने भन्न खोजेको होइन, केही समय अल्प रुक्छ अल्प स्निग्ध चाहिँ यसरी गर्न सकिन्छ। इक्जाम्पल कुलत्थ प्लस पिण्ड भइहाल्यो, पिण्ड तिल पिण्ड स्वेदन, अन्न लेपन विधिवित तेल, बस्ती मात्रा बस्ती दिन सकियो। क्षीर सिद्ध अश्वगन्धा, गुरुची, सुन्ठी यिनीहरू क्षीरवाला बस्तीहरू दिन सकियो। अलिक पश्चातमा गइसकेपछि स्निग्ध उपनाह तेलहरू हालेर स्निग्ध द्रव्य ब्रह्मणीय द्रव्यहरू अश्वगन्धा, मास हैन, कफी कक्षु यस्तो यस्तो ड्रपहरू चाहिँ युज गर्न सकियो। एङ्कलाइजिङ स्पोन्डिलाइटिसमा एक्सटर्नल ओलिएसन भनेको स्नेहनको लागि प्रसारणी महाविष गर्भहरू भयो, स्वेदन भयो, कटिबस्ती भयो, नस्य कर्म पनि युज गर्न सकिन्छ। दशमूल क्षीर बलाको बस्तीमा वैतरण बस्ती, शोधन बस्तीहरू, कटिबस्तीहरू युज गर्न सकिन्छ। अग्निकर्महरू युज गर्न सकिन्छ। त यसरी चाहिँ हामीले एउटा दिएको है। ट्राइजेमिनल न्युरल्जियाको इएनटी केस, यसमा चाहिँ पञ्चतिक्त घृत महामास तैलको होइन इन्टरनलहरू दिन सकिन्छ, एक्सटर्नल पनि दिन सकिन्छ। एक्सटर्नल स्नेह र इन्टरनल स्नेह खान पनि दिन सकिन्छ र लगाउन पनि दिन सकियो है। स्वेदन पत्रपिण्ड स्वेदनहरू भयो। क्षीरबस्ती नस्य गर्न सकियो। क्षीरबला 101 होइन, धन्वन्तर तैल यिनीहरूको नस्य गर्न सकियो। रक्त मोक्षण गराउन सकिन्छ होइन। अगेन हेर्नु त यो ट्रिटमेन्ट मोडालिटी हेर्नु भने हामीले चाहिँ सबै रोगहरूलाई चाहिँ यसरी नै एप्रोच गऱ्यो भने राम्रो हुन्छ क्या। रक्तमोचन पनि गराउने आफ्टर सम डेज एट लास्ट होइन, अग्निकर्म पनि गराउने होइन, शल्यको प्रोसिजरहरू पनि युज गर्ने र यता पञ्चकर्म पनि मिक्स गर्ने। अनि काय चिकित्साको पनि के छ त मेडिसिन्सहरू युज गर्ने। एकदम ट्राइफोल्ड इफेक्ट आउँछ। यो भइसक्यो तिनवटा इफेक्ट आयो कि होइन। तिनवटामा चाहिँ युज गर्न सकियो भने चाहिँ हामीले रिजल्ट एकदम प्रोमिसिङ हुन्छ है। यो गर्ने खालि अब यो मेडिसिन मात्र दियो, बस्ती मात्र दिएर पनि हुँदैन। अग्निकर्म युज गर्नुपर्ने हुनसक्छ, रक्तमोचन। त्यही भएर इन्टिग्रेटिभ आयुर्वेदकै इन्टिग्रेटिभ पार्टको होइन पञ्चकर्म, काय चिकित्सा, शल्य यो तिनवटाको एप्रोच भयो भने एकदमै राम्रो इफेक्ट आउँछ। सो साइटिकामा बातज र बातज कफसको इक्जाम्पल हेर्नुहोस्। स्नेहान महामास तेल होइन, बला चन्दन बला लाक्षादि तेल छ। स्वेदनमा सष्टिकशाली छ, बातज छ भने अन्नले पनि मृदु विरेचन गराउन सकियो। विरेचनको पनि फरक पर्छ। अब तीक्ष्ण रुक्ष विरेचन हुन्छ उता बातज कफसमा गइसकेपछि गोमूत्र र हरितकी जस्तो अनि त्रिफलाहरू जस्तो चाहिँ रुक्ष विरेचन गराउन सकियो। अब यता वातज छ भने चाहिँ क्यास्ट्रोगाइड होइन, स्निग्ध विरेचन गराउन सकियो। बस्ती पनि फरक भयो। यता यापन बस्ती हुन्छ, मधुतैलिक बस्ती हुन्छ, घृत प्रधान स्नेह प्रधान हुन्छ भने उता क्षार प्रधान होइन। बातज कफसमा क्षार प्रधान हुन्छ। शिरावेद र अग्निकर्म दुईटै अवस्थामा गर्न सकिन्छ। शिरावेद अग्निकर्म मर्म पनि यो दुईटै अवस्थामा गर्न सकिन्छ। सो यसरी चाहिँ हामीले म्यानेजमेन्ट गर्न सकियो है। अब उदर सुलभ त्यो बाहेकको पेन म्यानेजमेन्ट भनेको उदर अपानवायुको दृष्टि भयो, कष्टार्थ छ, डिस्मेनोरिया भएको छ, आद्मान छ, आटोप छ, उदावर्तले गर्दा भएको छ भने चाहिँ अरू के गर्न सकिन्छ भन्दा सिम्पल मात्रा बस्ती दिन सकियो। उदरमा चाहिँ लेप लगाउन सकियो। विद्ध कर्म अग्निकर्मको पोइन्ट्सहरू हुन्छ
है उसको लागि पनि एब्डोमिनल पेनको लागि पनि महानारायण तेल, 10 मूल तेल, एरन्डा तेलमा चाहिँ हिङ्गु सैन्दवहरू हालेर मिसाएर चाहिँ यो भावित गरेर चाहिँ दिन सकिन्छ यसलाई है। अथवा हिङ्गु त्रिकोणा तेल भनेर आउँछ इन्डियामा चाहिँ, यो हामीले युज गर्न सक्छौँ है। जो एक्सटर्नल प्रस्तावहरूमा यो नाभि बस्ती पनि युज गर्न सकिन्छ है, मात्र बस्ती मात्र होइन, नाभि बस्ती एक्सटर्नल्ली पनि युज गर्न सकिन्छ। एक्सटर्नल्ली पनि 10 मूल तेलको, एरन्डा तेलको, महानारायण तेलको अथवा हिङ्गुहरू मिसाएर चाहिँ यसरी 10 मूल तेलको चाहिँ हामीले दिने गर्छौँ। जुन चाहिँ डिस्मेलेरियाको केसहरूमा होइन, पेनहरू भइरहेको केसहरूमा चाहिँ पार्श्व के अरे यो ग्रडीकोमा चाहिँ पेन धेरै छ भने हामीले नाभि बस्ती पनि दिन सक्छौँ, एक्सटर्नल बस्ती, इन्टर्नलमा मात्र बस्ती, यसरी चाहिँ एप्रोच गऱ्यो भने अनि राम्रो हुन्छ। समटाइम्स लेपहरू पनि लगाउनु होइन, लेपमा चाहिँ अगेन हिङ, सैन्दव होइन, क्यास्टर ओइलहरू यही मिसाएर चाहिँ लेप बनाउन पनि सकिन्छ एक्सटर्नल्ली। विबन्धकले गर्दा हुने पेलहरूमा चाहिँ टुथोक बस्ती भनेर एकदम फेमस छ। तुत्थ 1% तुत्थ पानीमा मिसाएर चाहिँ 5 ml बनाएर तिल तेल 20 ml हाल्नु है, त्यो गऱ्यो भने चाहिँ विबन्धमा एकदम राम्रो इफेक्ट आउँछ। विबन्धले गर्दा हुने बस्ती यो पेनहरूमा होइन, कन्स्टिपेसनले गर्दा हुने पेन हुन्छ त्यो नआएर यसमा दिशा पनि पास हुन्छ र पेन पनि समान हुन्छ। एरन्डा तेलको मात्र बस्ती भइहाल्यो। सोप वाटर इनेमा सिम्पल, यो चाहिँ मोडर्नतिर पनि दिन्छ, हामी पनि दिन्छौँ। सोप वाटरको इनेमा दिन सकिन्छ। सो अगेन क्यालकुलेट स्परहरूमा हामीले हेऱ्यौँ भने पेन म्यानेजमेन्टमा के गर्न सकिन्छ, रक्तमोचन गरेका छौँ यो चाहिँ होइन। अनि त्यसपछि अगेन मृत्तिका शलाकाले चाहिँ हिल, हिलको स्परहरू छन्, जुन क्याल्कुनियस बोन छ जसलाई हिल बोन भनिन्छ, त्यसमा स्पर पलाउँछ। त्यो इट्स सोन इन द एक्सरे इन द इमेज होइन, यसलाई चाहिँ युज गर्न सकिन्छ है। यो चाहिँ हाम्रो शिराभेद र फलोड बाई अग्निकर्मबाट म्यानेजमेन्ट गर्न सकिन्छ। सो अगेन इएनटी प्रोसिजरमा कर्णशूलहरूमा चाहिँ हामीले कर्ण पूरण गर्न सकियो। बिल्व तेलहरू पेन म्यानेजमेन्ट गर्नको लागि अपमार्ग छाल तेलहरूले चाहिँ कर्ण पूरण गर्न सकिन्छ र अगेन विद्ध कर्म गर्न सकिन्छ अन द सुपेरियर एस्पेक्ट अफ द इयर अर नियर द इयर। सुपेरियर एस्पेक्ट हेयर लाइनमा, हेयरको लाइनको हेयर र उसको बिचमा चाहिँ पोइन्ट छ, त्यहाँनिर यो लेखेको छ, त्यसमा चाहिँ दिन सकिन्छ यो पेन म्यानेजमेन्टको लागि विद्ध कर्मको सहायता। इएनटी प्रोसिजरहरूमा पनि युज गर्न सकिन्छ। अगेन माइग्रेन हेरेकहरूमा पनि शिरोधारा, नस्यकर्म विथ गुड नागर, षडबिन्दु तेलहरू, अग्निकर्म गर्न सकिन्छ ललाटमा, शिराभेद गर्न सकिन्छ, जलौका लगाउन सकिन्छ, सुत्सेकर रस, जलौका पित्त बढी छ भने जलौका लगाउने, शिराभेद अलिकति वातज नै छ भने गर्न सकिन्छ। सुत्सेकर रसको प्रदमन नस्य दिन सकिन्छ नस्यकर्म होइन। सुत्सेकर रसलाई चाहिँ क्रन्च गरेर हामीले प्रदमन नस्यको रूपमा युज गर्न सकिन्छ र ओरल मेडिसिन्स हाम्रो छँदैछ है। अब कन्टेम्पोरेरीमा हेऱ्यो भने नन फार्माकोलोजिकल पेन म्यानेजमेन्ट धेरै किसिमको थेरापी छन्। हामी बाहेक आयुर्वेदमा यत्रो धेरै रहेछ भनेर हामी आश्चर्यचकित भए हुनु पर्दैन, किनकि उता पनि धेरै नै छ होइन। फिजिकल थेरापी, हिट कोल्ड थेरापी भन्छ, टेन्स लगाउने भन्छ होइन, फिजियोथेरापीमा अकुपङ्क्चर भन्छ, न्युरो स्टिमुलेसन भन्छ, रिल्याक्सेसन हिप्नोसिस गर्नेदेखि लिएर गएर बिहेभियरल साइकोथेरापी होइन, मसाज थेरापी, आर्ट थेरापी भन्छ, म्युजिक थेरापी, अरोमा थेरापी, धेरै किसिमका थेरापीहरू छन् पेन म्यानेजमेन्टमा। तर आयुर्वेद नै किन बेस्ट छ, आयुर्वेदको किन सुप्रिमता छ भने वी ट्रिट द रुट कज होइन। पञ्चकर्म भनेको त अल्टिमेट चिकित्सा हो। अल्टिमेटली लङ लास्टिङ इफेक्ट दिने चिकित्सा चाहिँ पञ्चकर्म नै हो। त्यस कारणले आई फोकस्ड अन पञ्चकर्म। शल्य कर्मको जुन हामीले पढौँ, शल्यले चाहिँ तत्काल काम गर्छ, तर यसले लङ लास्टिङ इफेक्ट दिने भनेको चाहिँ पञ्चकर्म चिकित्सा हो। पञ्चकर्म चिकित्साको राम्रो प्र्याक्टिस गर्नुभयो भने पेन म्यानेजमेन्ट रिकरेन्स रेट चाहिँ कम हुन्छ है। रिकरेन्स पनि त एकदम इम्पोर्टेन्ट हो, फेरि ट्रिट गर्यो फेरि आउने सम्भावना चाहिँ पञ्चकर्म चिकित्साबाट नै हल हुने भएको हुनाले आयुर्वेदिक ट्रिटमेन्टमा पञ्चकर्मलाई मैले धेरै फोकस गरेर आज यो कुराहरू भने है। सो समरी हामी लास्टमा छौँ। अब एसेसमेन्ट अफ द अनुबन्ध दोष गर्ने, साम निराम अवस्था गर्ने, धातु कुनै इन्भल्भमेन्ट छ त्यो हेर्नु पर्यो, धातु क्षय छ कि वृद्धि छ होइन। क्षय वृद्धि छ भने त्यही अनुसार चिकित्सा गर्नु पर्यो, त्यो हेर्नु पर्यो। अनि डिफ्रेन्ट मोडालिटिजहरू लिन सकिन्छ, कुनमा कुन गर्ने कुनमा कुन गर्ने भनेर झुक्किनै पर्दैन। कसरी डिफाइन गर्ने त भन्दा पेसेन्टको कम्प्याबिलिटी, कुन पेसेन्टलाई बस्ती गरेर ठिक, बस्ती गर्न कम्प्याटेबल छैन भने अग्निकर्म गर्नु पर्यो, अग्निकर्म गर्दा ठिक छैन होइन, कम्प्याटेबल छैन भने लिज थेरापीतिर जानु पर्यो होइन। के गर्ने भनेर पेसेन्टको सुरुमा आर्थिक अवस्थादेखि लिएर गएर कतिको इज कम्फर्टेबल होइन, त्यो हेर्नु पर्यो।
मेन कुरा। अनि एभाइलेबिलिटी अफ द ड्रग्सको एभाइलेबिलिटी कुनैको रजत चालकाले गर्नु पर्ला, कुनैको सुवर्ण चालकाले गर्नु पर्ला, त्यो डिफ्रेन्ट कुरा हो। कुनैमा तेल नपाइएला, कुन चाहिँ एभाइलेबल छ इजिली, कुन चाहिँ प्राइस राम्रो छ, 2-4 पैसा सस्तो छ, त्यो चाहिँ चुज गर्नु पर्यो होइन। फाइनेन्सियल एस्पेक्ट अघि भनिहालेँ अफ द पेसेन्ट। अनि देशकाल ऋतु, कुन ऋतुमा चाहिँ कुन सुहाउँछ त होइन। अब उसमा वर्षा ऋतु छ भने बस्ती नै गर्दा राम्रो हुन्छ नि होइन। बस्ती नै गर्दा अहिले यो वसन्तमा चलिरहेको छ, वसन्तमा भ्रमणै गर्दा राम्रो हुन्छ नि त होइन। यो ऋतुमा त यो ऋतुको देशकालमा त कुन देशमा हो त होइन। हिमालमा हो कि, हिमाल भने अग्निगर्मै राम्रो होला, तर तराईमा हो भने अग्निगर्म अहिले त्यति प्रिफर हुँदैन नि त होइन। त्यसरी हेरेर गर्ने हो सबै चिज, बेस्ड अन द युक्ति नै हो सबैभन्दा बढी श्रेष्ठ। त्यस कारणले यो हेरेर चाहिँ हामीले एप्रोच लियौँ भने पक्कै पनि पेन म्यानेजमेन्ट मात्र होइन, एकदम वाद व्याधिलाई नै हामीले परास्त गर्न सक्छौँ। आयुर्वेदमा त्यो चाहिँ क्यापेसिटी छ हाम्रोमा भन्ने चाहिँ मैले मूलभूत मेरो सार आजको रहेको छ। यो भन्दै आजको यो मलाई अपर्च्युनिटी दिनुभएकोमा सर्च स्टुडेन्ट क्लबको प्रेसिडेन्ट हाम्रो शशी बहिनी, होस्ट रितिका लगायत सम्पूर्ण सर्चको टिमलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। सर्चमा धेरै भएको थियो यसरी नदिएको, आज फेरि यो साक्षात्कार गर्ने मौका दिनुभएकोमा यो इनर्जिक टिमलाई विशेष धन्यवाद दिँदै मेरो भनाइहरू यहीँ अन्त्य गर्दछु। र केही क्वेसनहरू छ भने त्यो दिन्छु, नभए अरू जुनसुकै बेला पनि तपाईँहरूले एप्रोच गरेर कुनै क्वेरिजहरू छ भने चाहिँ सोध्न सक्नुहुन्छ। अरूको टाइममा, यो टाइममा फिजिबल नभए पनि होइन। हामी अगेन कुनै न कुनै सञ्चार माध्यमबाट जोडिएका छौँ भने त्यहाँनिर चाहिँ हामीले युज गर्न सक्छौँ है। ल हेलो, हजुर। कसैलाई केही क्वेसन छ भने आफ्नो माइक अनम्युट गरेर सोध्न सक्नुहुन्छ है। केही छ? Okay. Thank you so much, Sai, for such a clear and practical session. यति निस्वार्थ भएर आफ्नो knowledge share गर्नुभएको छ. It was truly helpful and gave us a better understanding of pain management from an Ayurvedic perspective. We really hope to learn more from you. Further, यस्तै नै CME sessionsहरू होस् भन्ने चाहना राख्छौँ. I would also like to thank everyone for being a part of this session. We truly hope to see you in our upcoming CME programs as well, where we will continue to explore more clinically relevant topics together. We also encourage you to share your suggestions. If there are specific topics you would like us to cover in future sessions, please feel free to reach out to us. Let's keep learning and growing together. Thank you and have a great day ahead. Thank you so much, Sai. Thank you, everyone. सुमन सर जानुभयो है? हजुर, जानुभयो जस्तो लाग्यो। क्वेसन थियो र? थियो, ल ठिक छ। उहाँलाई मेसेज पनि गर्न सक्नुहुन्छ है यदि केही क्वेसन छ भने। ओके, थ्याङ्क यू।